डिलिट भइसकेको टिकटक मेसेज पनि सजिलैसँगले रिकभर गर्न सक्नुहुन्छ। तपाईँहरूलाई म गरेर देखाइदिन्छु। अनि कतिपयले होइन टिकटकको इनबक्समा झगडा गर्छ नि होइन, हरेक मन परि भन्न गरेर लास्टमा डिलिट गरिदिन्छ नि मेसेज। अनि मेसेज डिलिट भइहाल्यो, अब ढुक्क के को डर भन्ने हुन्छ नि। तर डिलिट भइसकेको मेसेज पनि रिकभर गर्न सकिन्छ। टिकटकको मात्रै नभएर हरेक सोसियल प्लेटफर्ममा होइन, फेसबुक भयो, वाट्सएप भयो, हरेक कुराको मेसेजहरू रिकभर गर्न सकिन्छ है त। मेसेज डिलिट गरिहाल्यो भनेर ढुक्कले नबसे नै हुन्छ। अब म तपाईँलाई देखाउँछु। तपाईँहरूको होइन अब टिकटकको मेसेजहरू कहिलेकाहीँ अब एकदमै इम्पोर्टेन्ट मेसेजहरू पनि डिलिट भएको छ भने त्यसलाई रिकभर गर्न चाहनुहुन्छ भने चाहिँ त्यसरी आफ्नो टिकटकको प्रोफाइल यसरी ओपन गर्नुहोस् सुरुमा। त्यसपछि माथि थ्री डटमा क्लिक गर्नुहोस्, अनि सेटिङ एन्ड प्राइभेसीमा, अनि त्यसपछि अकाउन्टमा क्लिक गर्नुहोस्। अकाउन्टमा क्लिक गरिसकेपछि अनि यहाँ तल डाउनलोड योर डेटा भन्ने अप्सन छ, डाउनलोड योर डेटामा क्लिक गर्नुहोस्। अनि त्यसपछि अब यहाँनिर डाइरेक्ट म्यासेजको अप्सन छ, यसमा सेलेक्ट गर्नुहोस् एउटा। त्यसपछि रिक्वेस्ट डेटामा क्लिक गर्नुहोस् होइन। रिक्वेस्ट डेटामा क्लिक गरेपछि अब ब्याक गरेर म देखाउँछु। मैले अघि नै ट्राई गरिसकेको छु। ब्याक गरेर अब रिक्वेस्ट डेटामा सेन्ड गरिसकेपछि हामीहरूलाई टिकटकको इनबक्समा होइन, इनबक्समा सिस्टम नोटिफिकेसनमा गएर हेर्नुहोस्, चेक गर्नुहोस् एकछिनपछि। 1 मिनट 2 मिनट पछाडि सिस्टम नोटिफिकेसनमा यो रिक्वेस्ट एक्सेप्ट गरेको यो नोटिफिकेसन आउँछ टिकटकबाट। त्यसपछि त्यसको फेरि केही समयमा होइन 2-3 मिनट पछाडि अनि फाइल रेडी भएको नोटिफिकेसन आउँछ। फाइल रेडी भइसकेपछि यसमा क्लिक गर्ने। यसमा क्लिक गरिसकेपछि यता डाउनलोड डेटामा यहाँनिर हाम्रो डाउनलोडको अप्सन आउँछ। फाइल रेडी भएर डाउनलोडको अप्सन आएको हुन्छ। रिक्वेस्ट गर्दाखेरि हामीले यहाँबाट रिक्वेस्ट गर्छौँ भने रेडी भइसकेर फाइल आइसकेपछि चाहिँ होइन, अनि डाउनलोड डेटामा यहाँनिर यस्तो डाउनलोडको अप्सन आएको हुन्छ। अब डाउनलोडमा क्लिक गरिसकेपछि अब तपाईँहरूले जिमेल आइडी एड गरेको छ कि फोन नम्बर एड गरेको छ, त्यसमा एउटा ओटिपी जान्छ। ओटिपी यहाँनिर लगाइसकेपछि तपाईँको त्यो मेसेजहरू पुरै तरिकाले लिस्ट नै सो गर्छ है त। हो यस्तो तरिकाले तपाईँहरूले सजिलैसँगले डिलिटेड मेसेजहरू रिकभर गर्न सक्नुहुन्छ। यो भिडियोलाई सबैजनाले रिपोस्ट कपी लिङ्क सेयर गरिदिनुहोस् ताकि अरू थाहा नहुनेहरूलाई पनि थाहा होस्। हुन्छ, आजको लागि यति नै, फेरि भेटौँला नेक्स्ट भिडियोमा।